चलो चलो बढो बढो आगे बढो दर्शन का पास आने वाला है। फाइनली गाइस है आज चाहिँ तपाईँहरूलाई मैले है हल्का आज चाहिँ मेरो एक्सप्लोर नि आज चाहिँ शिवरात्रिको दिन तपाईँहरूलाई सानो नजारा देखाउनु मन लाग्यो है। हाम्रो अब फर्स्ट अफ अल त गाइस है हामीले जाँदै गर्दाखेरि ठिक्कै फुलको दोकान पनि अगाडि भेट्यौँ। फुलहरू भित्र चाहिन्छ भनेर फटाफट हामी चाहिँ फुलहरू पनि किन्नु थाल्यौँ गाइस। अगाडि नजाराहरू हेर्दै जानु होला। हामीले चाहिँ दुधै ल्याउनु बिर्सेछ होइन, र दुध भन्दा मेरो मन सफा छ भनेर चाहिँ हामी चाहिँ लाग्दिसकेको छ यहाँनिर है। अब चाहिँ हामी शिवरात्रिको मेन एन्ट्री गेटमा पुगिसकेको छ गाइस है। शिवरात्रिको मेन एन्ट्री गेटमा पुगिसकेको छ। ನಮ್ಮ ಬೇಕಾದರೆ ನಮ್ಮ ಮಕ್ಕಳಿಗೆ ವಿಜ್ಞಾನವನ್ನ ಸಂಸ್ಕೃತಿಯನ್ನ ಕಲಿಸಿಕೊಡಿ. ಇದೊಂದೇ ಕಳಕಳಿಯ ಪ್ರಾರ್ಥನೆ. ಯಾಕೆಂದ್ರೆ ಬರುವ ದಿನಗಳು ಯಾವುದು र गाइस हामी चाहिँ भित्र पसिसकेको छ है, दर्शनको लागि पसिसकेको छ होइन। देख्न सक्नुहुन्छ यस्तो लाइन छ। अब चाहिँ यति छ हामी मन्दिरमा पुग्नु। लाइन चाहिँ हेर्नुहोस् होला गाइस है। फाइनली गाइस अगाडि मात्रै होइन रहेछ, हामीभन्दा पछाडि पनि यति धेरै मान्छेहरू लाइनमा रहेछ देख्न सक्नुहुन्छ गाइस तपाईँहरूले। हामी चाहिँ अगाडि आइपुगिसक्नुभन्दा अगाडि नै हाम्रो गणेशजीलाई पनि ठक्कै अगाडि सजाइरहेको रहेछ। फर्स्टमै दर्शन गर्दै गर्दै हामी चाहिँ जाँदैछु लाइनको तर्फ। लाइन पनि एकदमै बेसी छ गाइस। यहाँनिर चाहिँ गइसक्नेहरू रहेछ, यहाँनिर चाहिँ हामी लाइनमा छु। र फाइनली अलिक अगाडि गएर भित्रपट्टि हेरेको त कस्तो मजाले फ्लावरहरू सजाइरहेको रहेछ है यहाँनिर चाहिँ। र गाइस अहिले चाहिँ हामी जुन चाहिँ मेन एन्ट्रेन्स जहाँनिर शिवलिङ्ग छ त्यहाँनिर चाहिँ भित्र एन्ट्रेन्स गर्नुको लागि लाइनमा बसिरहेको छु। सायद शिवलिङ्गमा चाहिँ तपाईँहरूलाई फोटो भिडियो गर्नुहरू एलाउड दिँदैन होला। तपाईँहरूलाई मैले यहाँसम्म देखाउँदैछु है। तपाईँहरूलाई म अझै अगाडिको नजाराहरू भेट्दै जानुहोस् होला। फाइनली मैले चाहिँ के देखेँ भने सिलिङमा चाहिँ यस्तो मजाले है यहाँनिर उयो लगाएर चाहिँ मुनि चाहिँ अङ्गुर झुन्डाइदिएको रहेछ गाइस। यो पिलरको उतापट्टि चाहिँ शिवलिङ्ग छ, यहाँदेखि उता चाहिँ फोटो भिडियोहरू गर्नु दिएन है। यहाँनिर चाहिँ गाइस सक्यो आजको हाम्रो शिवरात्रि चाहिँ 3टा मन्दिरमा हामीले दर्शन गरिसक्यौँ गाइस है। 3टा मन्दिरमा दर्शन गर्दा चाहिँ एकदमै मजा आयो होइन। र आज चाहिँ ठिक्कै सन्डे पनि परेको थियो, शिवरात्रिको दिन भनेर हामीले चान्स धेरै पायौँ गाइस होइन। देख्न सक्नुहुन्छ तपाईँहरूले क्राउडहरू पनि कति धेरै छ हो। र फेरि अब कस्तो कस्तो भिडियोहरू आउने रहेछ। आज चाहिँ तपाईँहरूलाई हल्का हाम्रो आज शिवरात्रिको हो भनेर मात्रै बनाएको है। बाँकी दिन एक्सप्लोर भ्लगहरू बनाउने गर्थेँ, र आज चाहिँ शिवरात्रिको मात्रै बनाएको हल्का आफ्नो उयसमा होइन गाइस। र फाइनली अब कम्प्लिट भइसक्यो शिवरात्रिको सबै कुराहरू। देख्न सक्नुहुन्छ पछाडि धेरै क्राउडहरू पनि छ। यहाँनिर पनि मन्दिर छ, यहाँ पनि मन्दिर छ, यहाँनिर चाहिँ म छु गाइस। हामी निस्किसकेर लास्टको यो मन्दिर हो, यो पनि एकदमै दामी छ है गाइस, हेर्नु होला। यो पनि हामी अघि पनि लिएर आउनेछु यस्तो यस्तै भिडियो। र आजको यो लागि चाहिँ यो भिडियोलाई यहाँनिर एन्ड गरिदिँदैछु गाइस है। बाई बाई सबैजनालाई ह्याप्पी शिवरात्रि।